तपाईले आफ्नो घर कसैलाई भाडामा दिनुभएको थियो र भाडामा लिएको व्यक्ति बिना सूचना 3 महिना वा सोभन्दा बढी तपाईको सम्पर्कमा नै आएन भने चाहिँ यस्तो अवस्थामा तपाईले उक्त घर चाहिँ कसरी खाली गर्न सक्नुहुन्छ? आउनुहोस् जानौँ। सबैभन्दा पहिला तपाईले सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। तपाईको निवेदनलाई आधार मानेर वडा कार्यालयले सो व्यक्तिलाई 15 दिनभित्र सम्पर्कमा आउनु भनेर सूचना दिन्छ र 15 दिनको सूचना दिइसके पनि बाहालमा लिने व्यक्ति सम्पर्कमा आएन भने वडा कार्यालयले बाहालमा रहेको घर खोली माल सामान आफ्नो जिम्मा वा कुनै मानिसको जिम्मा रहने गरी घर खाली गराउन सक्छ। बेपत्ता भएको मानिस यदि फेरि पछि 6 महिनाभित्र सम्पर्कमा आएमा बाँकी टाइमको सबै भाडा रकम तिरेर उसले आफ्नो सामान फिर्ता लिन सक्छ। तपाईले दिएको निवेदन 1 महिनाभित्र पनि वडा कार्यालयले कुनै काम कारबाही अघि बढाएन भने चाहिँ यस्तो खण्डमा तपाईले वडा कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिई प्रहरी कर्मचारी र स्थानीय बासिन्दाको रोहबरमा लिखित कागज गरी कोठा खाली गर्न सक्नुहुन्छ र सामान चाहिँ प्रहरीको जिम्मामा दिन सक्नुहुन्छ। धन्यवाद।